आज बिहान एयरपोर्ट गयो, एयरपोर्टमा यसो डुलेर चिया खाएर आयो, त्यसपछि जिमतिर लाग्यो। सुवर्ण सरलाई आज यसो 2-4 जति एक्सर्साइज गराएँ र हाम्रो सरले मेरो सोल्डरमा एकदमै पेन भयो भन्नुभयो। अब के भयो भन्ने कुरा चाहिँ उहाँकै मुखबाट सुनौँ है त। सुवर्ण सर, के दुखेर तपाईको भन्नुस् त? के दुख्यो? के कारणले दुखे जस्तो लाग्छ? पावर त बढिहाल्छ नि, बिस्तारै बढ्छ। अब यसको लागि तपाईँले के खानेकुरा चाहिँ खानुभएको छ भन्ने कुरा आउँछ। यो विषयमा चाहिँ हाम्रो किशोर सरले भन्नुहुन्छ है। ल किशोर सर एकचोटि बताइदिनु पर्यो के खाँदा राम्रो हुन्छ भनेर भनिदिनुहोस् त। 2टा केरा 2टा अन्डा। म त त्यो चना खाइरहेको हुन्छु, एकदमै चना खान्छु। दिनमा लगभग 8वटा 10वटा अन्डा खाइहाल्छु। त्यो केरा त लगभग 5वटा 6वटा खान्छु। दही हाफ लिटर खान्छु। अनि प्रोटिन पाउडर जुन चाहिँ बदामहरू। थाहा पाउनु भएन होइन सुवर्ण सर के खानुपर्छ भन्ने कुरा? अनि हाम्रो शिलाजित चाहिँ के भयो? आएन, शिलाजित आइपुगेन? उहाँ हाम्रो किशोर सर चाहिँ शिलाजित खाएर नै अहिलेसम्म फिट एन्ड फाइन हुनुहुन्छ। गफ धेरै भयो सरहरू। ल एक्सर्साइज सुरु गरौँ भनेर सरलाई 20 रेप्स हान्नुहोस् त भन्यो भने फेरि अर्कै सुन्नुहुन्छ भनेर 15 रेप्स चाहिँ हान्नु भने। 10, 9, 8, 7, 6, 5, 4. त्यसपछि आज मेरो लेग्सको एक्सर्साइज थियो। अब प्लेट हाल्नु निकाल्नु झन्झट हुन्छ भनेर हाम्रो सरलाई नै प्लेट बनाएर सेट पुरा गरे। हाम्रो सरलाई फेरि यहाँ एकैछिन आँखा झिमिक्क गर्नुहुन्न, साइकल चलाउन थालिहाल्नुहुन्छ। कौन है ये लोग? कहाँ से आते हैं ये? हाम्रो किशोर सर फेरि यहाँ आफ्नै दुनियाँमा। सर भाउजू जानुभयो भन्दैमा यसरी झोक्राउनु पर्छ र भनेको। अरे नहीं रे बाबा, दवाई है। मेरी खोपड़ी में कितना टेंशन है तेरे को मालूम क्या? दवाई है रे। फेरि यहाँ हाम्रो सुवर्ण सरले के थप्दै हुनुहुन्छ? सर मडी हराएको नाक जस्तो भएको छ। सर यार हिजो आज तपाईँको एक्सर्साइज भन्दा गफ बढी भयो भनेको फेरि हाम्रो यहाँ अर्को सर एक्सर्साइज सकिने बेलामा आउनु भएछ। जिममा किन नआउनु भन्नुहोस् त? आज मेरो धेरै नै काम थियो। अनि त्यो के काम थियो? मेरो त्यो पाइप पेल्नु पर्ने काम थियो। हजुर। बात त सही है। अनि हाम्रो यहाँ किशोर सर त यहाँ तपाईँ नआयो भने यहाँ अघिदेखि कालो हुन लाएर बस्नु भएको थियो। किशोर दाइ गोरे मान्छे कालो भइसक्यो, यहाँ काले गोरे हुन लागिसक्यो। यस्तो नि हुन्छ। कौन है ये लोग? कहाँ से आते हैं ये?